त्यो बेला खाएको त्यो बेला पनि अहिलेसम्म अलिअलि मेमोरी याद छ। नुन बढी थियो खै त्यो कस्तो हुन्छ मलाई थाहा छैन। यो साउथ इन्डियन डिस हो। अब साउथ इन्डियन मान्छेहरूलाई ठिक लाग्छ होइन। अब जस्तो कि अब हामी एसियन मान्छेलाई स्पाइसी होइन मसाला बढी मनपर्छ। अब यही चिज युरोपियन मान्छेलाई खिलाइदियो भने म चाहिँ के खुवाएको भन्छ होइन। तर हामीलाई बिना स्पाइसीको फेरि चल्दैन, हामीलाई बिना ओइलीको चल्दैन, बिना पिरो चल्दैन। अब उनीहरूले खान्छ बोइल फुड विथ वाइन, रेड वाइन, वाइट वाइन। हामीलाई चिक्ने वाइन खुवायो भने त म एकचोटि मैले वाइन खाएको पुरै एक बोतल लगभग 10 मिनटमा एक बोतल भ्याइदिएको केही नसा लागेन तक भनेर कान्छमा चाहिँ जिन्दगीमा वाइन खाँदिनँ भने मैले। त्यो आफ्नो आफ्नो हो होइन। सायद म गलत हुम्ला, मलाई मन परेन। के खाए जस्तो भयो, पेट पनि भरेन। यसो पाइन्छ भने अहिले चिया समोसा खाराम भनेर सोचेर गइरहेको छु। के अरे राति भइरहेको, रातिको 12 बजे भइरहेको। पाइयो भने पाइयो, पाइएन भने पाइएन। कल्ली आफै मुस्किल तु जानु पर्यो। मेरो साथीहरूलाई म आफ्नो इन्ट्रोडक्सन दिन चाहन्छु। साउदीको रियादमा हो, किङ खालिद इन्टरनेसनल एयरपोर्टमा काम गर्छु, टर्मिनल 2 मा अहिले हालफिलहालसम्म। जस्तै हो छुट्टी पनि के छुट्टी भने मिड सिफ्ट थियो। मिड सिफ्टदेखि अब 4 घन्टा पछाडि फेरि जानुपर्छ ड्युटी होइन। यस्तै छ साथी हो जिन्दगी। घरको याद पनि आउँछ, घर जान पनि मन लाग्दैन। के भएको होला जिन्दगी थाहै छैन। घर पनि अब अहिले हालमा यस्तो कन्डिसन, मेन्टल कन्डिसन यस्तो भइरहेछ कि घरको याद डर आइरह अनि घर पनि जानु मन लागिरहेन होइन। किनभने चाहिँ घर गएर गर्ने चाहिँ के पैसा छैन, डह्रो पैसा खर्च हुन्छ। आमामामा एक दिनको मेरो 200 देखि 2500 रुपियाँ नेपाली रुपियाँ खर्च छ होइन। केही न केहीमा खर्च भइहाल्छ। पछिल्लो साल म गएको थिएँ, मैले 26 दिन हो कि 28 दिन समथिङ बसेँ। मैले 1.5 लाख रुपियाँ खर्च गरिदिएको यार। क्यान यु बिलिभ दिस। तर मेरो 50,000 को लोन पनि थियो र घर सर्नु पर्ने थियो। आमाबाउलाई छोडेर म प्राइभेटली बसिरहेको थिएँ, त्यही भएर सबै सामान किन्नु पर्ने थियो। त्यही भएर पनि होला सायद 1.5 लाख रुपियाँ खर्च भएको थियो।